मतदान एक ठगी हो। यो अत्यन्तै कुशलतापूर्वक मञ्चन गरिएको अनुष्ठान हो जसले जनतालाई शक्ति दिने वाचा त गर्छ, तर बदलामा केवल छनोटको एउटा सान्त्वनादायी भ्रम मात्र दिन्छ, ताकि वास्तविक खेल कतै अर्कै ठाउँमा चलिरहँदा हामी चाहिँ आज्ञाकारी बनिरहौँ। आउनुहोस्, मतपेटिकाहरू गनिसकेपछिको यो सन्नाटामा एकछिन सँगै बसौँ। हरेक केही वर्षमा हामीलाई यो भव्य समारोहमा सहभागी हुन निमन्त्रणा गरिन्छ। मतदान केन्द्रहरूमा लाइनहरू लाग्छन्, भाषणहरूमा वाचाहरू गुन्जिन्छन्, पण्डितहरू, विश्लेषकहरू जरो आए चाहिँ नतिजाको भविष्यवाणी गर्छन्, अनि हामी असल नागरिक हुनुको नाताले एउटा कागजको टुक्रामा छाप लगाउँछौँ वा स्क्रिनमा औँला टेक्छौँ, यो विश्वासका साथ कि हाम्रो त्यो सानो इसाराले भविष्यको रूपरेखा कोरेको छ। यो निकै अर्थपूर्ण लाग्छ, होइन त? झन्डै पवित्र जस्तै। एउटा कर्तव्य, एउटा अधिकार, हामी स्वतन्त्र छौँ भन्ने एउटा जीवित प्रणाली। अनि मित्र, यही नै त यो ठगीको सबैभन्दा उत्कृष्ट कला हो, किनकि तपाईँको भोटले वास्तवमा के बदल्छ? पूर्वाग्रही भएर होइन, बरु प्रष्ट दृष्टिले निहाल्नुहोस्। तपाईँले एउटा अनौठो कुरा देख्नुहुनेछ। उम्मेदवारहरूका अनुहारहरू बदलिएलान्, दलहरूले कुर्सी साटेलान्, हावाको दिशासँगै नाराहरू फेरिएलान्, तर गहिरा प्रवाहहरू, युद्ध, ऋण, जासुसी, निगरानी, सम्पत्तिको केन्द्रीकरण र गोपनीयताको हनन भने कुनै अवरोध बिना निरन्तर बगिरहन्छन्। यो प्रणाली बिग्रिएको होइन, यसलाई यसरी नै चल्ने गरी बनाइएको हो। विचार गर्नुहोस्, दुईवटा ठूला दल वा केही स्थापित विकल्पहरूले मन जोगर्छन्, जसलाई कर्पोरेट पैसाको एउटै स्रोतले पोषिरहेको छ। उदाहरणका लागि, अमेरिकाको 2024 को चुनावमा मात्रै 14 अरब डलरभन्दा बढी खर्च गरियो, जुन इतिहासकै सबैभन्दा धेरै हो, र यो पैसा प्राय तिनै दाताहरूले दिएका हुन् जसको नियन्त्रणमा मिडिया, बैंक र हतियार उद्योगहरू छन्। नेपालको सन्दर्भमा 1. भागभण्डा र कुर्सीको खेल, द सिन्डिकेट अफ पावर। तपाईले एउटा पार्टीलाई भोट दिनुहुन्छ, तर चुनाव जितेपछि उसले त्यही पार्टीसँग घाँटी जोड्छ जसलाई तपाईले हराउन भोट दिनुभएको थियो। नेपालको राजनीतिमा सिद्धान्तभन्दा भागभण्डा बलियो छ। जनताले कसलाई भोट दिए भन्ने कुराले सरकार कसको बन्छ भन्ने कुरा निर्धारण गर्दैन, बरु काठमाडौँका होटेलहरूमा हुने बिग 3 वा बिग 4 दलका नेताहरूको बन्द कोठाको सहमतिले गर्छ। यो एउटा यस्तो चक्र हो जहाँ अनुहार फेरिन्छन्, तर सत्ताको साँचो तिनै 5-6 जना वृद्ध नेताहरूको हातमा घुमिरहन्छ। 2. घोषणापत्र, कागजको खोस्टो, द म्यानिफेस्टो इल्युजन। चुनावका बेला पानी जहाज, मोनोरेल र घर घरमा ग्यास पाइपका सपना देखाइन्छ, तर चुनाव सकिएपछि ती घोषणापत्रहरू कतै रद्दीको टोकरीमा भेटिन्छन्। दलहरूले गरेका बाचाहरूको कुनै कानुनी वा नैतिक जवाफदेहिता हुँदैन। तपाईले एउटा सपनाका लागि भोट हाल्नुहुन्छ, तर नतिजामा सधैँ त्यही पुरानो व्यथिति र ढिलासुस्ती मात्र पाउनुहुन्छ। 3. कार्यकर्ता व्यवस्थापनको औजार, भोटिङ एज कार्डर म्यानेजमेन्ट। नेपालमा चुनाव भनेको जनताको सेवा गर्ने प्रतिनिधि छान्ने माध्यम भन्दा पनि आफ्ना कार्यकर्ताहरूलाई भर्ती केन्द्रमा पठाउने र राज्यको ढुकुटी बाँडफाँड गर्ने वैधानिक बाटो बनेको छ। राजनीतिक दलहरूले आफ्ना आसेपासे र चन्दादातालाई टिकट दिन्छन्। अन्ततः तपाईले मतदान गर्नु भनेको कुनै योग्य व्यक्ति छान्नु होइन, बरु एउटा निश्चित सिन्डिकेटलाई राज्य लुट्ने लाइसेन्स नवीकरण गरिदिनु मात्र हो। 4. भ्रष्ट र सीमित विकल्प, द ट्र्याप अफ लेसर इभिल्स। तपाईले मतपत्रमा पाउने विकल्पहरू प्राय उस्तै हुन्छन्, भ्रष्ट, परीक्षण भइसकेका र असफल। कसैलाई भोट नहाल्ने नो भोटको अधिकारलाई अझै पनि पूर्ण रूपमा कार्यान्वयन गरिएको छैन। यसले गर्दा तपाईँ राम्रो छान्न होइन, बरु कम नराम्रो छान्न बाध्य हुनुहुन्छ। यो स्वतन्त्रता होइन, बरु एउटा यस्तो जाल हो जहाँ तपाईँ जुनसुकै बाटो रोजे पनि पुग्ने ठाउँ एउटै हुन्छ। 5. वैदेशिक र अदृश्य शक्तिको प्रभाव, स्याडो प्लेयर्स। धेरैलाई के लाग्छ भने हाम्रो एउटा भोटले देशको भविष्य बदल्छ, तर वास्तविकतामा नेपालका ठूला राजनीतिक निर्णयहरू, प्रधानमन्त्री कसलाई बनाउने, कुन सम्झौता गर्ने र कुन व्यवस्था लागू गर्ने धेरैजसो अवस्थामा बाह्य शक्ति वा अदृश्य केन्द्रहरूको इसारामा तय हुन्छन्। मतदान केवल यो सबै प्रक्रियालाई प्रजातान्त्रिक देखाउनका लागि गरिएको एउटा औपचारिक नाटक मात्र साबित हुन पुग्छ। तपाईको भोटले केवल ती कलाकारहरू छान्छ जसले एउटै बोर्डरुममा लेखिएका संवादहरू पढ्छन्, ती मुद्दाहरू जसले वास्तवमा यो संरचनालाई चुनौती दिन सक्छन्, जस्तै कहिल्यै नसकिने युद्धहरूको अन्त्य, केन्द्रीय बैंकिङको एकाधिकार खारेजी वा वास्तविक गोपनीयताको पुनर्स्थापना। ती कहिल्यै छलफलको विषय बन्दैनन्। तिनलाई अतिवादी, अवास्तविक भनेर खारेज गरिन्छ वा वास्तै गरिँदैन। बहसलाई केवल सुरक्षित घेराभित्र सीमित राखिन्छ। सांस्कृतिक युद्धका अल्जाहरू, व्यक्तित्वको टकराव र सांकेतिक सान्त्वनाहरू, अनि हामी यसमा उत्साहका साथ सहभागी हुन्छौँ किनकि यो अनुष्ठानभित्र हामी कति शक्तिहीन छौँ भन्ने यथार्थ स्वीकार्न निकै कष्टकर हुन्छ। यो ठगीले यसकारण काम गर्छ किनकि यसले हामीलाई अल्झ्याइराख्न ठिक्कको आशा दिन्छ। एउटा कडा प्रतिस्पर्धा, एउटा ऐतिहासिक उम्मेदवार, परिवर्तनको एउटा बाचा, हामी पनि केही हौँ भन्ने महसुस गराउनका लागि यो यति पर्याप्त हुन्छ।
हाम्रो सम्पूर्ण ऊर्जा यो वा त्यो टिमलाई समर्थन गर्नमै खर्च गराउनका लागि यो यति पर्याप्त हुन्छ ताकि हामीले यो खेलमाथि नै प्रश्न उठाउन नभ्याउँ। तर वास्तविक शक्ति कहिल्यै मतपेटिकाबाट मात्र आएको छैन। इतिहासका ठूला परिवर्तनहरू जस्तै दासत्वको अन्त्य, नागरिक अधिकार प्राप्ति, काम गर्ने समयको कटौती वा साम्राज्यहरूको पतन ती मानिसहरूबाट सम्भव भए जसले नियमभित्र बसेर खेर्न अस्वीकार गरे। ती हडताल, बहिष्कार, सविनय अवज्ञा र समानान्तर प्रणालीहरूको निर्माणबाट आए। ती हामी तिम्रो अनुमति पर्खिने छैनौँ भन्ने मानिसहरूको कारजबाट आए। यसको विपरीत मतदानले हामीलाई पर्खिन सिकाउँछ, आफ्नो शक्ति अरूलाई सुम्पन सिकाउँछ। यो विश्वास गराउँछ कि हरेक 4 वर्षमा कसैले आएर ती कुराहरू सुधार दिनेछ जसलाई हामी आफैले दैनिक रूपमा सामना गर्न डराइरहेका छौँ। यो अधुलप्त जनताका लागि बनाइएको एउटा उत्कृष्ट चुस्नी प्यासिफायर हो, एउटा यस्तो नागरिक गतव्य जसले हामीबाट समय-समयको उत्साह र बुथभित्रको केही मिनेट बाहेक केही माग्दैन, न रिस्क, न त्याग, न रेसको कुनै वास्तविक जिम्मेवारी। अनि बदलामा हामी आफूलाई असल नागरिक महसुस गर्छौँ। परिस्थिति बिग्रिँदा अर्को पक्षलाई दोष दिन पाउँछौँ अनि हामी ढुक्कले निदाइरहन्छौँ, यो सपना देख्दै कि लोकतन्त्र भनेको हाम्रो लागि कसैले गरिदिने कुरा हो, जबकि यो त हामीले हरेक दिन बाँच्नुपर्ने थियो। सबैभन्दा गहिरो धोका यो होइन कि भोटको कुनै मूल्य छैन। कहिलेकाहीँ यसले सानातिना पोलिटिक फेर्छ वा खराब नतिजालाई केही समय पर सार्छ। धोका त यो हो कि मतदानलाई नै शक्तिको प्राथमिक र एकमात्र वैधानिक अभिव्यक्तिको रूपमा प्रस्तुत गरिन्छ। जबसम्म हामी यो विश्वास गर्छौँ हामी पाल्तु बनिरहनेछौँ। तर तपाईँ अहिले केही कदम चल्नका लागि कुनै उम्मेदवारको अनुमति पर्खनु पर्दैन। केही ढङ्गले बाँच्न सुरु गर्न तपाईलाई बहुमतको आवश्यकता छैन। तपाईँ हजारौं साना तरिकामा आफ्नो समर्थन फिर्ता लिन सक्नुहुन्छ। आफै उब्जाउनुहोस्, समुदाय बनाउनुहोस्, सत्य बोल्नुहोस्, गलत कुरा मान्न अस्वीकार गर्नुहोस् र नयाँ विकल्पहरू खडा गर्नुहोस्। मतदान ऐच्छिक हो, तर तपाईँको जीवन होइन। जब हामी मध्ये धेरै मानिसले यो अनुष्ठानलाई यथार्थ ठान्न छोड्छौँ तब यो सम्पूर्ण नाटकले आफ्नो दर्शक गुमाउनेछ अनि त्यसपछि वास्तविक परिवर्तन अनुमति माग्दैन बरु घटित हुन्छ। यो ठगी त्यही क्षण अन्त्य हुन्छ जब तपाईँ माथिबाट शक्ति खोज्न छोड्नुहुन्छ र सम्झनुहुन्छ कि शक्ति त सधैँ तपाईँको हातमा, तपाईँको रोजगाईमा र यही क्षणमा जीवित थियो। यो मतदानको भ्रमबाट बाहिर निस्कनुहोस्, जीवित संसारमा पाइला टेक्नुहोस् अनि आफ्नो जीवन जिउने तरिका मार्फत हरेक दिन मतदान गर्नुहोस्।